हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धेरै कुरा पूर्वका साथीहरूले भनिसकेको लागि पनि अग्रसर रहेर नगरपालिका वडाले गरेको विभिन्न रचनात्मक सामाजिक क्रियाकलापहरू पनि उत्तिकै सहयोग र सानसानो टेक्वान्डोले एउटा विद्यार्थी भाइ बहिनी छोराछोरीको लागि केवल यो खेल मात्र नभइकन एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा खेलाडी उत्पादन गर्ने विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने प्रोत्साहित गर्ने त्यो कार्यमा पनि संलग्न रहिआएको छ। खेलाडीहरूलाई प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय रूपमा भाग लिन लगाउने सम्मान गर्ने कार्यक्रमहरूमा पनि उत्तिकै सहभागिता रहेको मैले पाएको छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु। गर्नुपर्ने क्षेत्रहरू धेरै छन्। विशेष गरी हामी 79मा निर्वाचित भएर आएदेखि अहिलेको नगरपालिकाको टिमले यो खेलकुद क्षेत्रलाई पनि एउटा प्राथमिकतामा राखेर विभिन्न प्रतियोगिताहरू गर्ने, पूर्वाधारमा लगानी गर्ने, खेलाडीहरूलाई प्रोत्साहित गर्ने, तालिम गराउने, प्रतियोगिताहरू गराउने लगायत धेरै क्रियाकलापमा हाम्रो पनि इन्भल्भमेन्ट नगरपालिकाको सहभागिता रहिआएको छ। विशेष गरी हामी आएदेखि राष्ट्रपति रनिङ सिल एउटा विद्यालयबाटै सुरुवात गराउनुपर्छ र केवल विद्यार्थी भाइ बहिनी छोराछोरीहरूको लागि किताबी ज्ञान मात्र नभइकन एउटा अतिरिक्त क्रियाकलापको माध्यमबाट खेलकुदको माध्यम हामीले सम्पन्न गरिसकेका छौँ। यसमा पनि हाम्रो टेक्वान्डो परिवार इन्द्रगुरु एउटा जिल्ला अध्यक्ष पनि हुनुभएकोले उहाँहरूको ठुलो सहयोग रह्यो। यसको लागि पनि नगरपालिका र वडाको तर्फबाट हार्दिक आभार। के कस्तो रूपमा अझ खेलकुद क्षेत्रलाई विकास गर्ने बजेटहरू व्यवस्थापन गर्नुपर्छ, सरसल्लाह गरेर अघि बढ्ने वचनबद्धताका साथ जुन एउटा यो मौका प्रदान गर्नुभयो। आज परिवारप्रति आभार व्यक्त गर्दै यो 5औं वार्षिक सभाको हार्दिक अनुरोध गर्दछु। धन्यवाद। दुईका अध्यक्ष श्री कृष्ण श्रेष्ठजीलाई पनि मायाको चिनो ग्रहण गरिदिनु हुनका लागि यस परिवारका अध्यक्ष इन्द्र भक्त चित्रकारजीलाई प्रदान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब यति भन्दै यस शान्तिमी टेक्वान्डो परिवारको 5औं साधारण सभा कार्यक्रममा आफ्नो प्रतिवेदनका साथ धन्यवाद दिन यस कार्यक्रमको सभापति इन्द्र भक्त चित्रकारजीलाई विनम्र अनुरोध गर्दै आजको कार्यक्रम समापन भएको पनि घोषणा गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। साथै आजको यस कार्यक्रमबाट म पनि बिदा लिन चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस 5औं साधारण सभामा उपस्थित हुनुभएका आजका प्रमुख अतिथि अध्यक्ष तिनी वडा नम्बर 2 का अध्यक्ष श्री कृष्ण श्रेष्ठज्यू, यस कार्यक्रमका विशिष्ट अतिथि नेपाल ताइक्वान्डो बागमती प्रदेशका केशवपुरीज्यू, यसै गरी यस कार्यक्रममा पाल्नु हुनुभएका यस शान्ति ताइक्वान्डो परिवारका उपाध्यक्षज्यू, सम्पूर्ण सदस्यज्यूहरूलाई म अभिवादन टक्राउन चाहन्छु। यस सानोठुलो ताइक्वान्डो परिवारको 5औं साधारण सभामा उपस्थित भई यस कार्यक्रमको शोभा बढाइदिनु भएकोमा म हृदयदेखि धन्यवाद दिन चाहन्छु। वार्षिक साधारण सभा आजको दिनसम्म आउँदाखेरि हाम्रो 57 गठन भएको आज हाम्रो 57 महिना पुगेको हेर्दै 57 महिना पुगिसकेको छ। यो सबै हाम्रो सबै ताइक्वान्डो परिवारका सदस्यज्यूहरूहरूको सहयोगको साथ र सुझावले गर्दा अहिले हामी यो ठाउँमा पुग्न सकेका छौँ। यो सानोदेखि अहिलेसम्म यो सानोठुलो ताइक्वान्डो सञ्चालन भइरहेको थियो। त्यसमा पनि हाम्रो सबै ताइक्वान्डो खेलाडीहरू हुनुहुन्छ, गुरुहरू यहाँ अहिले हाम्रो खेलाडी सिस्टानसँग हामी गठन गरेर हामी यो सानोठुलो ताइक्वान्डो परिवार आज 5औं साधारण सभा चाहिँ गर्न सम्भव भएका छौँ। यो सबै गर्नुको कारण सबै हाम्रो